ल अब हाम्रो ठिक 11:36 मा दिदीको टिका लाउने कार्यक्रम सुरु भयो। तर ठुलो भयो लामो चाहिँ छ एउटा यो होइन नि त यो गरा फाल्ने होइन चाहन्छ भनेर राखेको यो छ त्यहाँ खै त्यहाँ बङ्ने गएको छ हो त यो निधारमा सिधा भएको छ ल सानैलाई फोन गर्नुपर्ने हो सानैले गर्नुपर्ने हो के त्यसले त गरिदिन्छ नरमाइलो हुन्छ भने त्यसले फोन गरिदिनु निरोगी रहोस् दिदी भाइको सम्बन्ध सधैँ यस्तै रहोस् बुढी हुँदासम्म पनि बुढाबुढी हुँदासम्म पनि हात लगाइदिनु हातले लगाइदिनु दिदीको हात भनेको हात हो त्यो त्यो माथि के लाम रातो माथि हरियो के हो ए पाउनु त्यो त्यो अलिक पछि लाउँला अरू लाउनु पाउनु लगाइदिनु अर्को हरियो रहेनछ राख्दै राखौँ है त्यो अब कुन लगाइदिनु त्यो हरियो लगाइदिनु अब त्यसपछि गुलाबी कलरै देखिन है म यहाँ हेर त्यो गुलाबी लगाइदिनु त्यसपछि अनि त्यसपछि त्यो माथि माथिको ओभान पानी हाल्दैछ माथि टपमा त रातो गुलाबी कालो खै त कालो त लाउनु चन्दनहरू त श्रीखण्ड गराएछु मैले श्रीखण्ड चन्दन गराएको यो दुबो पनि दुबो पनि अगाडि लगाएको छु अब जरी लगाउँछु है हामीले गल्ती 11:37 जाँदाको शुभ साइडमा छोपियो दिदीले टिका लगाइदिनु भयो भाइटिका ग्रहण गर्दै उठा त ठाडो गराउँछ हरियो मात्रै भयो त कहाँ रातै कहाँ हो यो जरीले भएछ कि जरी पातल बाक्लो भयो छोडिदिनु ठिक छ ल पखालाई परा त अझै पर्दैन कि यहाँ निलो छपाइदिन्छु कि यहाँ निलो पनि ढाकिदिएछ कि अब मैले लगाइदिन्छु अनि त्यसपछि उयो गरौँ है जय गणेश खोरीमा चन्दन छ श्रीखण्ड चन्दन लाग्यो अनि सेतो लाग्यो तलतिर माथि लाम पट्टिको चोरमलाल नगर माझी आमाले गर यो कलरलाई पनि खोज्नु पर्ला जस्तो देखियो कि कुन कलर गर्नु पर्यो भन त यसैलाई ल्याउँछ सुरुमा यसले भिजेर दुःख दियो हामीलाई होइन दुःख दिनु यहीँबाट झिक्दा नि दुःख दिएको हुन्छ टिका झिकेर पनि लगाइदिनु नसक्यो त कहाँ त हुनै भएन भाइजान दिदीको एकदम सधैँ दीर्घायु सुस्वास्थ्य निरोगी भनौँ सधैँभरि भाइलाई यस्तै माया गर्नु विदेशतिर उतै नभनु फेरि भान्जा भान्जीसित 3 वर्षको टिका हो नि अनि परार लाग्यो कि नै लाग्यो परार चाहिँ लाग्यो क्या परार होइन ए हो सानै आएर एकचोटि यहीँ लाग्यो नि त अनि त्यसपछि रातो बुटो लाग्यो यहाँ आएन
गुलाफी लाग्यो हजुर त्यतिका पुगेन भएको छ न 7वटै कोठा छ 4 5 6 7 छ छ त त्यहाँ भए कलर पनि सबै राखेको मैले हजुरको चाहिँ दामी हो तिम्रो के पुगेन ल यहाँ हेर्नु त है ल हेर्नु